खलनायक दाजु एकदम सन्चै हुनुहुन्छ साथीहरू त्यही हो ल जातले केही पनि दिँदैन म चाहिँ गुरुङ हो लिम्बू हो जातले केही पनि हुन्छ जस्ट हामी नेपाली है साथीहरू धन्यवाद सबैले धन्यवाद मगर हो फेरि लिम्बूमा आएर चाहिँ यस्तो चाहिँ गर्नु पाउँदैन हेलो गाइज नमस्ते सबैजनालाई वेलकम टु माई न्यू ब्लग आज चाहिँ आइतबारको दिन होइन साथीहरू पहिले जस्तै नै आइतबार चाहिँ कोरियामा बिदा नै भइरहेको हुन्छ आज चाहिँ विशेष गरी आइतबारको दिन चाहिँ म चाहिँ ठ्याक्क भन्नुपर्दा चाहिँ खाया युनिभर्सिटीतिर छु होइन यो चाहिँ झन्डै किमीको वरिपरि नै छ किमी बजारबाट यस्तै 5-10 मिनट है ट्याक्सीमा धेरै टाढा त छैन आज विशेष गरी म यो एरियामा चाहिँ किन आएको भन्दाखेरि चाहिँ आज चाहिँ यहाँ लिम्बू समुदायको चाहिँ महान चाड छासोक चाहिँ हुन जाँदैछ यसो छासोकको के कस्तो छ है वातावरण हजुरहरूलाई चाहिँ मेरो भ्लग थ्रु चाहिँ हजुरहरूलाई यसो छासोकको इन्भाइरोमेन्ट त्यहाँ के कसरी रमाइलो गर्छ कस्तो तरिकाले उनीहरूले आफ्नो कला संस्कृतिलाई चाहिँ प्रेजेन्ट गर्छ म चाहिँ हजुरहरूलाई मेरो भिडियो मार्फत देखाइदिन्छु है त साथीहरू मसँग टक्क लागेर यहाँ साइडमा नाम भनिदियो त तिम्रो यार म वैद्य राजवंशी फ्रम राजवंशी है फेरि सक्दैन नि ल ऊ र म चाहिँ टक्क आज जान लाग्यो अरू हामी यहाँ अलिक ढिलो भइसक्यो है साथीहरू के गर्ने झन्डै 12 बजीबाट भन्थ्यो 1 बजिसक्यो त्यही हो साथीहरू अब अलिकति भने जस्तो टाइममा अलिकति मेसो मिल्दैन अलिक टाढो पनि छ है हामी त अब भुसानबाट हो त्यसरी अलिकति टाइम म्यानेज गरेर चाहिँ आजको छासोक चाहिँ के कस्तो रहेछ भनेर चाहिँ यसो भिडियो मार्फत चाहिँ हजुरहरूलाई देखाइदिउँ भनेर चाहिँ म यसो हिँड्न लागेको सो लेट्स गो है त आज के कस्तो हुन्छ हजुरहरूलाई सकेसम्म मेरो भिडियोबाट चाहिँ मनोरञ्जन हजुरहरूलाई केही नयाँ पाठ सिक्ने तरिकाले चाहिँ म भिडियोहरू बनाउने छु है त ओके साथीहरू हामी चाहिँ लगभग आधा बाटोमा आइपुग्यो होइन अब हामी छिट्टै बिस्तारै अब त्यो आज भएको प्रोग्राममा चाहिँ पुग्न लागिसक्यो अब यस्तै 5-10 मिनट जति लाग्छ होला हिँडेर गयो होइन अब अलिकति ट्याक्सीलाई बोलाऊँ भनेको अलिक नजिक भएर चाहिँ ट्याक्सी जान मान्दैन होइन त है हिँडाइ ठिकै छ नि होइन हिँड्दा एक्सर्साइज हुन्छ नि त होइन उन्दोङ यसो फिजिकल एक्सर्साइज हुन्छ एक्साइटेड छौ तिमी म धेरै एक्साइटेड छु पहिला मना थियो कि नै पहिला छासो फर्स्ट टाइम हो मेरो त्यही त उसको नि फर्स्ट टाइम हो मेरो नि फर्स्ट टाइम त होइन तर भित्री गहिरो रूपमा चाहिँ मैले फर्स्ट टाइमै हो बुझ्न लाग्यो है पहिला चाहिँ यसो हेरिन्थ्यो माहौल मात्र के कस्तो आज चाहिँ म विशेष गरेर चाहिँ सबै कुरा बुझेर चाहिँ कसरी मनाउँछ हल्का डिपली चाहिँ म बुझ्न खोजेको है सो भिडियो बनाउँदैछु हजुरहरू पनि मेरो भिडियो सँगसँगै रहनु होला के कस्तो लाग्छ यसो भिडियो हेर्नु होला है साथीहरू अब हामी पुग्न आयो हामी यहाँबाट त्यहाँबाट त्यो माथि डाँडो चढ्नुपर्छ है झन्डै एउटा पहाड चढे जस्तै हो ट्याक्सी पनि जान्छ अब ट्याक्सी छैन यहाँ पुरा यहाँ वातावरण पुरै जस मौसम चाहिँ एकदम कडा नै छ है जस राम्रै भएको छ अब चिसो छैन तर अलिकति बाहिर चाहिँ चिसो हुन्छ यता कोरियामा होइन भित्रतिर चाहिँ हुँदैन केही छैन एक दिनको चिसो खाम्ला होइन एउटा कन्टेन्ट पाइन्छ भने चाहिँ म त्यसमै खुसी छु साथीहरू मैले चाहिँ उसलाई बोलाएको है साथीलाई बोलाऊ मैले बोला अब यसो अब उसलाई अलिकति झ्याउँछौ नमानोस् भनेर चाहिँ अब मैले उसलाई कसरी खुसी पार्न सक्छु त्यो कोसिस चाहिँ गर्छु है म चाहिँ है साथीहरू टक्क जानुपर्ने चाहिँ टाढो यो उकालो है साथीहरू प्रोग्राम हुने ठाउँ चाहिँ हामी जाँदैछ है म चाहिँ यस्तो जाँदैछु हजुरहरूलाई लोकेसन पनि देखाइदिन्छु है आजको हुने प्रोग्रामको चाहिँ झन्डै 2-3-5 मिनटको उकालो चाहिँ मजाले चढ्नुपर्छ है साथीहरू लेट्स गो है त साथीहरू सन्चै छौ वेलकम टु माई ब्लग है ल थ्याङ्क यू सो मच अब हाम्रो चाहिँ आज 2025 हाम्रो लिम्बूको चाहिँ 5085 को चाहिँ चासोक नाम कार्यक्रम क्याङ्सा नामदो दक्षिण कोरिया बुसान शाखामा चाहिँ यहाँ आज हुन गइरहेको छ हाम्रो भ्लग हाम्रो सोल्टी पनि सुनिल गुरुङ पनि आउनुहुन्छ यो एकदम उहाँको भ्लगलाई चाहिँ सबैले मन पराइदिनु होला किनकि उहाँ एकदम
स्ट्रगल फेसमा हुनुहुन्छ मान्छेहरूको, तपाईँहरूको एउटा सेयर एउटा लाइकले नै उहाँको एउटा हौसला चाहिँ अब उहाँले चाहिँ प्रदान हुनेछ भन्न चाहन्छु है। ओके, अरू कुरा भरे अहिले भेटौँला है त है, भेट्छु ल। साथीहरू त्यही हो ल, जातले केही पनि दिँदैन, म चाहिँ गुरुङ हो, ऊ लिम्बू हो, जातले केही पनि हुन्छ, जस हामी नेपाली है साथीहरू। अहिले भेट्छु ल है। हुन्छ साथीहरू, हामी चाहिँ अब झन्डै 2-3 मिनट 5 मिनटमा चाहिँ हामी पुग्छ होइन आजको लोकेसनमा चाहिँ। अब बिस्तारै रमाइलो गर्दै जाने, हामी 2 जना छौँ, अब 2 जना केही छैन, अब बिस्तारै पुगिन्छ, अरू सबै सायद गइसक्यो होला, हामी ढिलो भइसक्यो। खाना खायौ नि तिमीले है? एकदम खाना खाएर कस्तो भयो हप्ता? हप्ता राम्रै भयो, काम गरियो खाइयो। काम चाहिँ फेरि गर्नुपर्छ है, काम नगरे फेरि केही पनि हुँदैन। छुट्टी मनाउन चाहिँ खाया थिएँ आजकोतिर लिम्बूहरूको चाड चासोक होइन, चासोक हेर्न जाँदैछौँ हामी 2 जनै। चासो लागेर चासोक हेर्न जाँदैछ हामी। कडा भयो क्या लाइन। चासो लगाएर चासोक हेर्न गएको। काम त ठिकै होला नि होइन, ठिकै चलिरहेको होला नि है। अब कोरिया पनि त्यही त हो नि, काम नगरी अब गर्नु पनि पर्छ। फेरि हाम्रो चल्दैन, किन भन्नाले अलिक कम चल्छ, गर्मीमा हो र धेर चल्छ। भन्नाले गर्मी धेरै भन्नाले गर्मी महिनामा हाम्रो काम लगभग सन्डे पनि बिदा हुन्न के। भन्छु त साथीले कडा छाप्छ जस्तो छ है साथीहरू। जाडो छ तर त्यो पनि गर्मी भइसक्यो साथीहरू। यो हिँडाइले त्यसो भएर तपाईँहरूलाई भन्छु है, जति हिँड्नुहुन्छ तपाईँहरू त्यति नै हेल्दी हुन्छ, प्लस धेरै फाइदा गर्छ हिँड्यो भने चाहिँ। तपाईँहरूलाई थाहा छ कि नै, हाम्रो खुट्टा चाहिँ टक्क शरीरको दोस्रो मुटु भनेर नि चिनिन्छ। सो जति हिँड्नुहुन्छ त्यति चाहिँ तपाईँहरू तन्दुरुस्त फिट एन्ड फाइन हुन्छ है साथीहरू। ल साथीहरू, टक्क झन्डै हामी चाहिँ यहाँ यो आज हुन लागेको प्रोग्रामको कम्पाउन्डभित्र चाहिँ छिरिसकेन। यो चाहिँ बिल्डिङ हो, यो कलेजको बिल्डिङ हो। आमै जाडो, यहाँबाट अब सिधा जाने हो है साथीहरू, गाडीहरू पनि आउँछ। हामी चाहिँ अब गाडीमा होइन बाई फुट आएको हामी चाहिँ है साथीहरू। अरू भन्दा नि अहिले चाहिँ हावा डेन्जर चलेको छ, जाडो पनि डेन्जर बढ्यो, 81 बढे जस्तो भयो होइन। त्यही हो, चिसोले नछोस्, काम गर्ने बेला अलिकति गाह्रो हुन्छ चिसोले छ्यो भने चाहिँ है। अब अरूको देशमा अब बसेर बिदा बसेर अब कमाइ पनि हुन्न, त्यही त हो नि सबै कुरा, पैसा त होइन। विदेश भन्ने मात्र हो, घुमघाम आफ्नो ठाउँमा छ, काम चाहिँ गर्नुपर्छ, त्यही हो। हेर्नु है साथीहरू, टक्क ठ्याक्यो कलेजको युनिभर्सिटीको वरिपरिको वातावरण कस्तो दामी छ है। टक्क छोटो मिठो पोखरी जस्तो है, क्या मजाको छ है। हुन्छ साथीहरू, हामी झन्डै अनलाइन पुग्यो होइन। ऊ त्यो पछाडि है, ऊ त्यो सानो घर जस्तो देखेको है, क्यामेराबाट अलिकति सानो देखेछ तर ठुलो छ है घर चाहिँ। फेरि त्यही हो स्टेडियम चाहिँ। नमस्ते, सन्चै हुनुहुन्छ? सेवारो यहाँ बिर्सिरहेँ है साथीहरू, मैले सेवारो भन्नुपर्ने, आज लिम्बूको दिन पो हो त यार। सन्चै हुन्छ दाइ? एकदम ठिक छ दाइ। एकदम के भन्छ अरे, शुभकामना छ है छासोको है तपाईँहरूलाई। हुन्छ, धन्यवाद। सन्चै हुनुहुन्छ दाइ? सुरु त भएको छैन होला नि है? हो र? हुन्छ साथीहरू, म फाइनली आइपुगेँ होइन। आजको टक्क हुने लोकेसन चाहिँ यही हो होइन। अब भित्र के कस्तो छ रमाइलो म तपाईँहरूलाई देखाइदिन्छु है, रमाइलो गर्नु होला ल म सँगसँगै। ओके साथीहरू, यही हो ल लोकेसन चाहिँ, आज छासोक हुन जान लागेको प्रोग्रामको लोकेसन चाहिँ। अब एकछिनमा प्रोग्राम भइसक्यो होला सायद, अब एकछिनमा अझै हुँदैछ, के कस्तो हुन्छ म तपाईँहरूलाई देखाइदिन्छु है। खलनायक दाजु एकदम सन्चै हुनुहुन्छ? सन्चै हुन्छ? धेरै पछि भयो नि, सुरु भइसक्यो। गीतहरू त भएको छैन एकदम सन्चै हुनुहुन्छ? एकदम सन्चै हुनुहुन्छ?
ल साथीहरू म अब भित्र छिर्लाको भित्रको के कस्तो छ तपाईँहरूलाई देखाइदिन्छु है। कमरे में घुसता जैसे हाथी टेबल बैठा तो फिर गांधी करते मोटा 4 शो का होते दंगे चलती लाठी हमने हार से सीखा और सीखों से जीत बना दी सोना था हराम तभी तो किस्मत हो रही चांदी चांदी है मीन एक दिन रहता दिल्ली दूजे दिन में बैठा बाली पंगा चीते से तो समझो रास्ता बिल्ली काटे काली है कैन सी थ्रू ऑल ऑफ देम ये रैपर सबके सब है जाली जब जब पैरी मांगे पैर साथीहरू यता चाहिँ हाम्रो सनम मगर हो फेरि लिम्बूमा आएर चाहिँ यस्तो चाहिँ गर्नु पाउँदैन। म भुसानतिर यता चाहिँ हाम्रो सन्तु दाई है ऊ चाहिँ मेरो पहिलाको पुरानो कम्पनीको त्यहाँ एरियाको छाङ्गुन एरियाको छाङ्गुन त के हो नि छिरोन है छिरोनतिरको हामी पहिला सँगै बसिन्थ्यो सँगै रमाइलो गरिन्थ्यो है। यस्तै हो कोरियामा अब काम कता हुन्छ कता खाली हुन्छ त्यही अनुसार डुल्नुपर्छ त्यसरी अहिले चाहिँ हामी सासमुद्र पारिने छ तर भेटिरहेको हुन्छ है यस्तै फेस्टिभलहरू खुसी लाग्यो दाइ भेट्यो समयलाई मध्यनजर गर्दै कस्तो लागिरहेछ भन्नु रमाइलो भइरहेछ जस अहिले चाहिँ अलिकति वातावरण चाहिँ रमाइलो चाहिँ हाम्रो आज लिम्बूको चाहिँ मेन कल्चरल डान्स चाहिँ छासुको लागि चाहिँ प्रिपेरेसन हुँदैछ है। एकछिनमा मेन स्टेजमा हुन्छ है। अहिले चाहिँ यहाँ प्र्याक्टिस भइरहेको छ है। साथीहरू आज हाम्रो मेन यहाँ स्टेज चाहिँ यही हो है यहीँ हो पछाडिको है। अहिले फोटो सेसन हुन्छ अब एकछिनमा चाहिँ यहाँ कल्चरल प्रोग्रामहरू हुन्छ है साथीहरू। यता चाहिँ हाम्रो चाहिँ यो चाहिँ हाम्रो क्यान्टिन एरिया होइन। यहाँ चाहिँ अब जस खानाको हल्का आज प्रोग्राममा आउनु हुनेहरूलाई चाहिँ खानाको नि अलिकति व्यवस्था रहेछ होइन। मेन चाहिँ यो बनिरहेको सामानहरू बनिरहेको खानाहरू चाहिँ विशेष गरी चाहिँ लिम्बूको कल्चरल फुड हो है। विशेष गरी लिम्बूको चासोकमा खाने चिज हो यो चाहिँ है। हुन्छ साथीहरू आज चाहिँ विशेष गरी चाहिँ लिम्बूको समुदायको चाहिँ आज मेन चासोक फेस्टिभल हो। दाइ चाहिँ लिम्बू हुन्छ है। दाइले चाहिँ अब हल्का आजको प्रोग्रामको बारेमा अध्यक्ष हल्का छोटो के भनिदिन्छ है दाइले सेवारो नमस्कार। आज चाहिँ हाम्रो किराँत चुङ्लु बुसानले यसले दाङबे 5085 को चासोकमा भव्य रूपमा मनाइरहेको छौँ। मनाउँदै गर्दाखेरि हामीले औपचारिक कार्यक्रम चाहिँ भर्खरै सकेको छौँ र अब बाँकी हाम्रो यो लिम्बू परिकारहरू चाहिँ यहाँ हामीले वितरणहरू गर्दैछौँ। त्यस पछाडि हाम्रो साङ्गीतिक कार्यक्रमहरू पनि रहने चाहिँ छ। त्यसमा हाम्रो केलाङ यालाङ त्यस्तै गरेर हाम्रो साकेला अन्य जातीय सङ्घ संस्थाहरूबाट पनि प्रतिनिधित्व गरेर आउनुभएको छ। उहाँहरूको नि हाम्रो यो चाहिँ एउटा बहुसांस्कृतिक कार्यक्रम चाहिँ आयोजना हुँदैछ र तपाईँहरू आजको यस कार्यक्रममा आइदिनु भयो। सबैजनाले कार्यक्रम भव्य रूपमा सफल बनाइदिनु भयो। त्यसको लागि म हृदयदेखि नै आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। हस् त धन्यवाद। हुन्छ धन्यवाद दाइ। चासोको शुभकामना है। हस् हस् टन्न खानु ल टङ्गा खाने टङ्गाहरू छ यहाँ पनि होइन टन्न खानु भने म त खानु से नोटु झोल थाहा छैन झोल एन्ड धुवा म त कहाँ खान्छु त खानुपर्छ नि कहाँ त मेरो अनि स्लोगन बिग्रिहाल्छ नि। है साथीहरू यहाँ मेरो अगाडि चाहिँ यो चाहिँ विशेष गरी चाहिँ लिम्बूको कल्चरल फुड हो है। यो चाहिँ है यता वितरण भइरहेको छ है। अझै स्टिल कार्यक्रमहरू नि अझै बाँकी छ। यो चाहिँ अहिले हल्का सर्ट ब्रेक जस्तै हो। खानाको यसो तयारी भएको छ है। ओके साथीहरू अब हामी चाहिँ टक्क लागेर मिठो पारामा होइन लिम्बूको आज स्पेसल खाना चाहिँ चाख्न जाँदैछ। हामी चाहिँ अब लाइनमा छौँ होइन। झन्डै हाम्रो लाइन आउनु लागिसक्यो। रुल चाहिँ नो ब्रेक रुल है। सबैजना रुलमा हिँड्नुपर्छ। सबैजना रुललाई फलो गर्नुपर्छ है। हामीले फलो गऱ्यो भने अरूले गर्ने हो है। आज भात खाने होइन आज त याङबेन खाने हो नि याङबेन अनि नयाँ टेस्ट हो होइन क्या सोझो बनाएको है साथीहरू। मेरो पनि टर्न आयो फाइनली होइन। चाख्दिउँ न है कस्तो रहेछ। कहिले पनि खाएको तर आज चाहिँ एकदम डिपली चाख्छु है म है। धन्यवाद सबैले धन्यवाद साथीहरू। मेरो यो चाहिँ स्पेसल म चाहिँ यही खाना आएको है आज चाहिँ यो प्लस तोङ्बा चाहिँ खानु म है। धन्यवाद।
धन्यवाद साथीहरू। यही होला मेरो चाहिँ आजको प्रकार मैले ल्याइसकेँ होइन। अब के कस्तो रहेछ चाखेर यसो हजुरहरूलाई म यसको स्वाद भनिदिन्छु। कमरे में घुसता जैसे हाथी टेबल बैठा तो फिर गांधी करते मोटा 4 शो का होते दंगे चलती लाठी हमने हार से सीखा और सीखों से जीत बना दी सोना था हराम तभी तो किस्मत हो रही चांदी चांदी है मीन एक दिन रहता दिल्ली दूजे दिन में बैठा बाली पंगा चीते से तो समझो रास्ता बिल्ली काटे काली है कैन सी थ्रू ऑल ऑफ देम ये रैपर सबके सब है जाली जब जब पैरी मांगे पैर तब तब पैरी मांगे पानी। स्पेशल खाना पनि खाइयो होइन सबैजनाले रमाइलो भयो मिठो रहेछ होइन। जस्तो तपाईँहरू पनि एकचोटि चाहिँ लिम्बूको टक्क कल्चरल खाना चाहिँ चाहनुहुन्छ। हुन्छ साथीहरू अब चाहिँ झन्डै झन्डै खानपिनको नि कार्यक्रम सकिसक्यो होइन। अब चाहिँ हल्का कला संस्कृति हल्का झल्काउने चाहिँ प्रोग्राम हुन जाँदैछ है। नाचगान अगाडि चाहिँ हल्का कल्चरल डान्स चाहिँ भइरहेको छ लिम्बूको। हजुरहरूलाई यसो झल्को देखाइदिन्छु है म है। अहिले चाहिँ अलि खाली खाली नै छ बिस्तारै मान्छेहरू आउँदैछ है। अब एकछिनमा चाहिँ यो प्याक हुन्छ होला सायद है। नसोध घामलाई छाया नभइदिए के हुन्थ्यो होला अनि नसोध मुटुलाई माया नभए के हुन्थ्यो होला। जो किराँतीको हाम्रो संस्कार अनुसार यहाँहरूलाई सगुन राखेका छौँ त्यसै गरेर यो सगुनको पनि फेरि चुम्लुङ तर्फबाट त्यो हाम्रो एउटा संस्कार छ। कोसेली लिएर आइसकेपछि चाहिँ त्यो कोसेलीको केही चाहिँ फर्काउनु पर्छ है भन्ने त्यो अनुसार उहाँहरूले पनि हामीलाई कोसेली राखिदिनु भएको छ। ओके साथीहरू फाइनली आजको छासुक पनि मनायो होइन। के कस्तो लाग्छ तपाईँहरूले चाहिँ यसो भिडियो मार्फत हेरेर चाहिँ प्रतिक्रिया दिनु होला है। स्टे ट्युन फर मोर भिडियोज किप स्माइलिङ स्टे हेल्दी एन्ड सेफ लास्टली से नो टु झोल एन्ड धुवा चिन चिन टाटा बाई बाई।